जयमसी सबैजनालाई हामी क्रिसको सेना युट्युब च्यानलबाट प्रत्येक दिन परमेश्वरको जिउँदो वचन लिएर तपाईँको माझमा हामी आएका छौँ। सुसमाचार सुनाउने काम केवल पास्टर तथा अगुवाको मात्र होइन, तर हरेक विश्वासीको जिम्मेवारी हो। एकजना व्यक्तिले मैले भनेको सुनिराखेको थिएँ, भेडाले भेडा जन्माउँछ तर गोठालोले भेडा जन्माउँदैन। सुसमाचार सुनाउने काम तपाईँ र मेरो प्रत्येकको जिम्मेवारी हो। मतलब भेडाले भेडा जन्माउँछ तर गोठालोले भेडा जन्माउँदैन। यीशु ख्रीष्ट हाम्रो असल गोठालो हुनुहुँदछ अनि हामी चाहिँ उहाँको असल भेडाहरू हौँ भने। अनि हामी भेडाले भेडा जन्माउनु पर्दछ तर गोठालोले भेडा जन्माउँदैन। तपाईँ मेरो जिम्मेवारी भनेको सुसमाचार सुनाउने व्यक्ति हो। आज मैले लिएको परमेश्वरको वचन एफिसी 6:15 लिएको छु। यो खण्डमा एकदमै मिठो तरिकाले लेखिएको छ। यो ठाउँमा चाहिँ एउटा मिलापको सुसमाचारको जुत्ता लगाउने विषयमा यहाँ लेखिएको छ। मिलापको सुसमाचारको जुत्ता लगाउनु भन्ने कुराहरू चाहिँ के हो त? विश्वासीहरूमा यसको अर्थ के कुरा बुझ्न सकिँदछ त होइन? जसरी जुत्ताले हामीले जहिले पनि तयारीको जीवनलाई हामी हेर्न सक्दछौँ। जब हामी कतै जानु पर्यो जुत्ता लाएर हामी तयारी हुँदछौँ होइन? सुसमाचारले शान्ति ल्याउँदछ होइन? अनि विश्वास साथ गवाई दिनु चाहिँ एकदमै तपाईँहरूमा तयार हुनुपर्दछ। अनि सबैभन्दा अगाडि हामीले यो वचनमा हामीले हेर्दै गरेको कुरा चाहिँ मिलापको सुसमाचारको जुत्ता लगाऊ भनेर यहाँनिर त्यो हात हतियारको कुरा गरिएको छ। अनि मिलापको सुसमाचारको जुत्ता लगाउने व्यक्ति चाहिँ तपाईँ र म बन्नु पर्दछ। यीशु ख्रीष्ट शान्तिका राजा हुनुहुन्छ। त्यो शान्तिको खबर सुनाउन, मुक्तिको खबर सुनाउनको लागि, त्यो सुसमाचार सुनाउनको लागि तपाईँ र मैले साँच्चै नै त्यो मिलापको सुसमाचारको जुत्ता लगाउन आवश्यकता छ। सैनिकहरूले जुत्ता लगाएर एकदमै तयारी भएर आफ्नो यात्रामा अगाडि बढ्दछ। जुत्ताले एउटा स्थिरताको, एउटा युद्धमा अगाडि बढ्नको लागि एकदमै सहायता गर्ने कुराहरू हामी थाहा पाउँदछौँ। त्यही कारणले हामी विश्वासीहरूले आज मिलापको सुसमाचारको जुत्ता लगाएको छौँ कि छैनौँ त एकचोटि फर्केर हेरौँ। तपाईँहरू जहाँ जस्तो परिस्थितिमा हुन्छौँ, ख्रीष्ट येशूको सुसमाचार हामीले सुनाउनु पर्दछ। ख्रीष्ट येशूको सुसमाचार जब हामीले सुनाउँदछौँ तब मानिसहरूमा अनन्त जीवनका बाटोहरू खोलिँदछ। अनि अनन्त जीवनको बाटोलाई खोल्ने र घोषणा गर्ने व्यक्ति चाहिँ तपाईँ र म हौँ। साँच्चै नै हामीले यसैया 52:7 हामीले हेऱ्यौँ भने सुसमाचार ल्याउने, शान्ति घोषणा गर्ने, असल समाचार ल्याउने, मुक्तिको घोषणा गर्ने तपाईँ र मेरो ठुलो जिम्मेवारी हो। यसैया 52:7 हामीले भने यो कुराहरू हामीलाई बताउने गर्दछ। रोमी 10:15 हामीले हेऱ्यौँ भने सुसमाचार सुनाउनेहरूका खुट्टा कति सुन्दर हुन्छ भनेर लेखिएको छ। तपाईँ र म सुसमाचार सुनाउने व्यक्ति बन्नु पर्दछ। त्यो नयाँ नयाँ ठाउँमा पुग्नु पर्दछ। यीशु ख्रीष्टको वचनलाई हामीले घोषणा गर्नुपर्दछ। पावल जुन जुन ठाउँमा जान्थे त्यो ठाउँमा उसले के गर्थे भन्दा सुसमाचारलाई घोषणा गर्थे, प्रभु यीशु ख्रीष्टको नाउँलाई उचाल्थे। फिलिप जुन जुन ठाउँमा जान्थे त्यहाँ चाहिँ ख्रीष्टलाई उसले प्रचार गर्थे। हामीले मत्ती 28:19 र 20 हेऱ्यौँ भने हामीले त्यहाँ एकदमै पढिरहेको वचन पाउँदछ। यसकारण जाओ, सबै जातिलाई चेला बनाओ। यीशु ख्रीष्ट आफैले चेला बनाउनु भयो। 12 जना चेलालाई असल तरिकाले सिकाउनु भयो। साँच्चै नै त्यो मिसनको लागि उहाँले तयार गर्नुभयो आफ्ना चेलाहरूलाई। जब मृत्यु भएर उहाँ बौरी उठिसके पछाडि 40 दिन 40 रातसम्म संसारमा बस्दै जाँदाखेरि पनि तिमी पत्रुसलाई जसरी भन्नुहुँदै थियो, मेरा चेलाहरूलाई खुवाओ, पियाओ, मेरा भेडाहरूलाई खुवाओ भन्ने कुरा उहाँले गरिराख्नु भएको थियो। त्यही कारणले तपाईँ र मेरो जिम्मेवारी भनेको आज पनि धेरै व्यक्तिहरूले सुसमाचार सुनेको छैन। सुसमाचार नसुन्ने व्यक्तिहरूलाई सुनाउने व्यक्ति तपाईँ र म बन्नु आवश्यकता छ। पहिलो पत्रुस 3:15 हामीलाई बताउँदछ, तिमीहरूभित्र भएको आशाको कारण सोध्ने हरेकलाई उत्तर दिन सधैँ तयार हौ। तपाईँ र म आज
धेरै व्यक्तिहरूले प्रश्न गरिरहेको छ, किन येशू ख्रिस्ट नै भनेर प्रश्न गरिराख्दछ। अनि त्यतिखेर किन येशू ख्रिस्ट नै, अनि येशू ख्रिस्ट बिना चाहिँ हाम्रो लाइफ जीवन छैन। अनि जीवनमा आउनुपर्छ भने येशू ख्रिस्टमा हामी आउनु पर्दछ। कलसी 4:5 र 6ले हामीलाई बताउँदछ, समयको सदुपयोग गर्दै बाहिरकाहरूसँग बुद्धिमानी साथ व्यवहार गर, नुनले स्वादिलो पारे जस्तो तिमीहरूको बोली वचन सधैँ कृपालु होस्, ताकि प्रत्येकलाई कसरी जवाब दिनुपर्ने सो तिमीहरू जान भनेर लेखिएको छ। धेरै मान्छेहरूको आज पनि येशूको विषयमा उनीहरूले बुझ्न चाहिरहेका छन्। यो समयमा तपाईँ मेरो बोली वचनले, हाम्रो बोली वचनबाट, हाम्रो शब्दहरूबाट एकदमै मिठो कृपालु बोली वचनबाट परमेश्वरको त्यो बोली वचन तपाईँ र मैले मिठो बनाएर हुँदैन, तर त्यो बोली वचनभित्र चाहिँ ख्रिस्टको वचन हुनुपर्दछ। अनि त्यो वचनले चाहिँ नुनले स्वादिलो पारे जस्तो उनीहरूको हृदयमा पुग्ने परमेश्वरको वचनलाई जब तपाईँ र म बोल्दछौँ, अनि त्यसले चाहिँ सुसमाचारको ठुलो काम गर्दछ। आजको वचनबाट यही उत्साह तपाईँहरूलाई म गर्दछु कि तपाईँ र म आज सुसमाचारको लागि तयार हौँ, सुसमाचारको जुत्ता लगाऊँ, हामी तयारी हौँ र त्यो मानिस कहाँ पुगौँ। हामी ख्रिस्टको सेना युट्युब च्यानलबाट आजको दिन तपाईँहरूको माझबाट बिदा हुन चाहन्छु। जय मसीह।